हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म तपाईहरुलाई चाहिँ म आज चाहिँ के देखाउनेवाला छु भन्दाखेरि चाहिँ हैन, आज चाहिँ एकदम के हुन्छ भने चाहिँ म तपाईहरुलाई चाहिँ हाम्रा आमाले चाहिँ हैन अन्त मजाको ब्यागहरु चाहिँ हातले बुनेर मजाले बेच्छ हैन। सो आमाले चाहिँ यहाँनिर निकै बनाइसकेको रहेछ, म तपाईहरुलाई देखाउँछु हो। अन्त जसलाई पनि अब किन्नु मन पर्छ हैन, भिडियोमा देखेर जसलाई पनि मन पर्छ तपाईहरुले जस्तो भन्नुहुन्छ त्यस्तै बनाइदिन्छ हैन, अर्डर गर्नु सक्नुहुन्छ तपाईहरुले। अहिले यहाँ बनाएर राखिराखेको चाहिँ म तपाईहरुलाई देखाउँछु, हेर्दिनुस् है त। म प्राइससँग बताउनेवाला छु है। हेर्नु सक्नुहुन्छ साथीहरु, यहाँ चाहिँ आमाले बुन्दैछ एउटा हो, अनि यसरी कति मेहनतले बुन्छ आमाले हैन। अन्त चाहिँ म तपाईहरुलाई देखाउँछु है। ल यहाँ हेर्नुस्, यस्तो दामी दामी ब्यागहरु छ। तपाईहरुलाई चाहिँ मन परेछ भने चाहिँ कमेन्ट गरेर भन्नु, अब मतलब मगाउनु पनि सक्नुहुन्छ, पार्सल पनि हुन्छ हो। कहाँ अब कता कताबाट हेर्नुहुन्छ, मेरो भिडियो हेर्नेहरूले चाहिँ मन परेछ भने चाहिँ उयो गर्दा हुन्छ, अर्डर गर्दा हुन्छ हो। यहाँ हेर्नुस् न ब्याग कस्तो दामी है। यो चाहिँ सबै हातले बुनेको, यो जुन चाहिँ पनि हातले बुनेर बनाएको ब्याग हो। हेर्नु सक्नुहुन्छ, यिनीहरू चाहिँ अलरेडी मगाइराखेको भन्दै थियो हो। यहाँ हेर्नु सक्नुहुन्छ, यो कस्तो दामी, मलाई चाहिँ यतापट्टिको मन पर्यो येल्लो कलरको हो। अनि यहाँ माथिको यो देख्दै गरेको यो घरमा डेकोरेसनको लागि हुन्छ त, तिनीहरू पनि सबै बेच्छ। यो ब्यागहरु चाहिँ सबै प्राइस चाहिँ तपाईको 800 छ हो। तपाईहरुलाई अब यो मन परेन रहेछ र अर्को खाले अब कस्तो खाले मन परेछ भने तपाईहरुले भन्दा हुन्छ हैन। अब भन्यो भने चाहिँ हामी जस्तो भन्यो त्यस्तै खाले बनाइदिन्छ, सिलाइदिन्छ हो। अनि यहाँ हेर्नु सक्नुहुन्छ, चेनवाला झर्छ, अब केही कुरा झर्छ भनेर चेनवाला, यस्तो उयो बटमवाला सबै हो। यस्तो दामी दामी छ। तपाईहरुले चाहिँ अर्डर गर्नु मन पर्यो भने चाहिँ गरिदिइहाल्नुस् है, छिट्टो भन्दा छिट्टो। अन्त यहाँनिर हेर्नु सक्नुहुन्छ, यो ब्याज, यो उयो सुब्बाको ब्याज कस्तो दामी, हेर्नुस् न। यसको प्राइस चाहिँ ओन्ली 150 रुपिस हैन। तपाईहरुले चाहिँ यसलाई पनि अर्डर गर्नु सक्नुहुन्छ। तपाईहरुले मगाएर अब ब्याजहरु लाउँछ नि त प्राय जस्तो उयसमा कोटहरुतिर मजाले, अब एकताल किनिसकेपछि यही राख्दा भइहाल्यो हो। किन एकताल लगाएर फालिहाल्ने हैन हैन। त्यही भएर चाहिँ तपाईहरुले मगाउन सक्नुहुन्छ। यो ब्याज पनि एकदम सस्तो भनौँ न, यतिको त सस्तो हो, 150 मात्रै हो। यहाँनिर हेर्न सक्नुहुन्छ, एकरास छ सबै हैन। अनि चाहिँ यो ब्यागहरुको प्राइस चाहिँ सबै 800 हो। हेर्नुस् कति मेहनतले बनाएको, यिनीहरू चाहिँ सायद 300-400 कति होला हो सायद हैन। यिनीहरू पनि घरमा डेकोरेट गरेर मजाले राख्नु कस्तो दामी देख्छ हो। राख्दाखेरि ब्यागहरुमा हेर्नु डिजाइनहरु यस्तो मेहनतले हालेको छ हैन। अन्त यसको चाहिँ यहाँ माथि बेल्ट पनि दामी लाग्यो मलाई चाहिँ हैन। हेर्नु सक्नुहुन्छ, यसमा बटम सटमहरु सबै लाएर एकदमै चेनहरु लाएर, विदाउट चेन पनि छ, चेनवाला पनि छ, बटमवाला पनि छ हैन। यिनीहरू चाहिँ सबै उयो अर्डर भइसकेको रहेछ हैन। अनि यहाँनिर ब्याजको हेर्नुस्, यो चाहिँ यहाँ चाहिँ के भन्छ यसलाई चाहिँ, यहाँ माथि राखी के पो भन्छ यसलाई, यो अब घरमा डेकोरेटै, घरमा सजाउनै लागि भन्दा पनि हुन्छ, घरमा मात्रै नभएर अरू जग्गा जहाँ सजाउँदा नि हुन्छ हो। हेर्नु सक्नुहुन्छ, यो चाहिँ हाम्रो आमाले बुनेको ब्यागहरु हो। तपाईहरुले चाहिँ अर्डर गर्नु सक्नुहुन्छ। यहाँ चाहिँ एउटा बुन्दै रहेछ हो, कस्तो दामी। यसरी कति बेसी मेहनत प्लस सामानहरु पनि कति चाहिन्छ हैन। त्यही हिसाबले चाहिँ मजाले दाम पनि राखेको छ। सो मगाइदिनुस् है, मन परे